नमस्कार साथीहरू, आजको यस भिडियोमा कुरा गर्नेछौँ हामीले 2081 सालमा आएका टप 10 सबैभन्दा धेरै पैसा कमाउने फिल्महरूको बारेमा। 2081 सालमा कुन फिल्म पहिलो, दोस्रो, तेस्रो गरेर 10औं नम्बरसम्म रहेका छन् त त्यसै विषयमा हामीले जानकारी दिनेछौँ। साथीहरू, हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर च्यानलमा जोडिन सक्नुहुन्छ। हामीले नेपाली चलचित्र क्षेत्रको नयाँ अपडेटहरू लिएर आउने गर्दछौँ। साथीहरू, 10औं नम्बरमा 2081 सालमा सबैभन्दा धेरै पैसा कमाउने फिल्म रहेको छ चलचित्र खुसमा, जुन चलचित्र असोजको 3 गतेबाट प्रदर्शनमा आएको थियो। यस फिल्म लभ स्टोरी जनरमा आधारित रहेको थियो। यस फिल्मको गीत रुकुम मैकोट भन्ने युट्युबको धेरै लामो समयसम्म ट्रेन्डिङमा बसेको थियो। रुकुम मैकोट भन्ने गीत सर्वाधिक सुपरहिट भएको कारणले चलचित्रको प्रचार प्रसारलाई थप बलियो बनाएको थियो। यही गीतको कारणले दर्शकहरू फिल्म हेर्न हलसम्म पुग्नु भएको थियो। करिब 1.5 करोडको बजेटमा तयार भएको चलचित्र खुसमा बक्स अफिसमा क्लिन हिट हुनको लागि भने 3 करोडको कलेक्सन गर्नुपर्ने थियो। यस चलचित्रले लाइफ टाइम कलेक्सन भने 5.5 करोडको कलेक्सन गर्दै चलचित्र बक्स अफिसमा हिट साबित भएको थियो। यसै गरी साथीहरू, 9औं नम्बरमा रहेको छ चलचित्र होस्टेल 3, जुन चलचित्र फागुनको 23 गतेबाट प्रदर्शनमा आएको थियो। साथीहरू, होस्टेलको श्रृङ्खला पहिलो, दोस्रो गर्दै अहिले तेस्रोसम्म आइपुगेको छ। होस्टेलको हरेक श्रृङ्खलाबाट नयाँ कलाकारहरू नेपाली चलचित्र क्षेत्रमा जन्मिरहेका छन्। अहिले पनि यस होस्टेल 3 मा नयाँ कलाकारहरू नेपाली चलचित्र क्षेत्रमा आएका छन्। करिब 2 करोडको बजेटमा बनेको फिल्म होस्टेल 3 बक्स अफिसमा क्लिन हिट हुनको लागि 4 करोडको कलेक्सन गर्नुपर्ने थियो। यस चलचित्र होस्टेल 3 ले बक्स अफिसमा अहिले 5 करोड 80 लाख रुपैयाँ कलेक्सन गरेको छ। बक्स अफिसमा चलचित्र हिट साबित भइसकेको छ। यसै गरी 8औं नम्बरमा रहेको छ साथीहरू चलचित्र घर ज्वाइँ, जुन असारको 28 गतेबाट प्रदर्शनमा आएको थियो। दयाहाङ राई र मेरुना मगरको मुख्य भूमिका रहेको चलचित्र घर ज्वाइँले राम्रै कलेक्सन गर्न सक्ने अनुमान गरिएको थियो, किनभने दयाहाङ राई र मेरुना मगरको मुख्य भूमिका रहेको चलचित्रहरू एकदमै धेरै जमेका थिए। दयाहाङ राई र मेरुना मगरको चलचित्रले नयाँ रेकर्डहरू पनि बनाएका छन्। यस चलचित्र घर ज्वाइँले बक्स अफिसमा 6 करोडको कलेक्सन गरेर चलचित्र क्लिन हिट साबित भएको थियो। यसै गरी साथीहरू, 7औं नम्बरमा रहेको छ चलचित्र पुजार सार्की, जुन चलचित्र जेठको 10 गतेबाट प्रदर्शनमा आएको थियो। चलचित्र पुजार सार्कीमा प्रदीप खड्का, पल शाह, आर्यन सिग्देल जस्ता सुपरस्टार कलाकारहरू रहेका थिए। आर्यन सिग्देल, पल शाह भए तापनि चलचित्र पुजार सार्कीमा भने प्रदीप खड्काको अभिनयलाई दर्शकहरूले एकदमै धेरै रुचाएका थिए र सबै क्रेडिट प्रदीप खड्काले नै पाएका थिए। करिब 2.5 करोडको बजेटमा बनेको चलचित्र पुजार सार्कीले बक्स अफिसमा लाइफ टाइम कलेक्सन भने 7 करोडको गरेको थियो। चलचित्र पुजार सार्की बक्स अफिसमा हिट साबित भएको थियो। यसै गरी 6औं नम्बरमा रहेको छ साथीहरू बोक्सीको घर, जुन चलचित्र वैशाखको 14 गते प्रदर्शनमा आएको थियो। यस चलचित्र बोक्सीको घरलाई कसैले पनि पत्ताएको थिएनन् चलचित्र चल्छ भनेर। के अधिकारी एक्लैले लिड गरेको चलचित्र हो बोक्सीको घर। 1 करोडको बजेटमा बनेको फिल्म बोक्सीको घरले बक्स अफिसमा लाइफ टाइम कलेक्सन भने 10 करोडको गरेर चलचित्र बक्स अफिसमा ब्लकबस्टर भएको थियो। यसै गरी साथीहरू, 5औं नम्बरमा रहेको छ चलचित्र रस्सो दीर्घ, जुन चलचित्र कार्तिकको 30 गतेबाट प्रदर्शनमा आएको थियो। लभ स्टोरी एक्सन जनरमा बनेको फिल्म रस्सो दीर्घमा नेपाली सँगसँगै थुप्रै साउथका एक्टरहरू समेत रहेका थिए। चलचित्र रस्सो दीर्घले लाइफ टाइम कलेक्सन भने 10 करोडको कलेक्सन गर्दै बक्स अफिसमा चलचित्र हिट भएको थियो। यसै गरी 4औं नम्बरमा रहेको छ साथीहरू एन्जिला, जुन चलचित्र फागुनको 29 गतेबाट प्रदर्शनमा आएको थियो। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अन्जिला तम्बापु सुब्बाको बाल्यकालदेखि सङ्घर्षसम्मको सफलताको कथा प्रस्तुत गरिएको फिल्म हो अन्जिला। यस फिल्ममा दयाहाङ राई, विजय बराल, अन्जिला तम्बापु सुब्बा, सुनिल थापा लगायतका थुप्रै कलाकारहरूको अभिनय रहेको छ। साथीहरू, यस चलचित्र अन्जिलाले लाइफ टाइम कलेक्सन कति गर्छ भनेर अझै हामीले भन्न सक्ने अवस्थामा छैन, किनकि कहाँसम्म पुग्छ यस चलचित्रको कलेक्सन त्यो कसैले पनि भन्न सक्दैन। चलचित्र अन्जिला अझै पनि हलमा धुमधामले प्रदर्शन भइरहेको छ। करिब 2 करोडको बजेटमा बनेको यस फिल्म अन्जिलाले बक्स अफिसमा 11 करोड भन्दा माथिको कलेक्सन गरिसकेको छ। बक्स अफिसमा चलचित्र अन्जिला हिट साबित भएको छ। यसै गरी तेस्रो नम्बरमा रहेको छ साथीहरू छक्का पञ्जा 5, जुन चलचित्र असोजको 24 गते फुलपातीको दिनबाट
बाट प्रदर्शनमा आएको थियो। यस चलचित्रको मुख्य भूमिका भने दीपक राज गिरी, केदार प्रसाद घिमिरे, माग्ने बुढा, वर्षा सेवाकोटी लगायतका थुप्रै कलाकारहरूको अभिनय रहेको छ। दीपक राज गिरीको छक्का पञ्जा 5 फिल्म एउटा नाम मात्र होइन, यो फिल्म एउटा ब्रान्ड बनेको छ। दीपक राज गिरी स्वयं आफू नै एउटा ब्रान्ड हुन् भन्दा फरक नपर्ला। उनले बनाएको 6 एकान 6, ओडा नम्बर 6 र छक्का पञ्जाको 5 वटै श्रृङ्खलाहरू सुपरहिट भएका छन्। यो फिल्म छक्का पञ्जा 5 प्रदर्शनमा आउँदा विराज भट्टको 12 गाउँ सँगसँगै एकै दिन जुधेर प्रदर्शनमा आएको थियो। यी दुई चलचित्रहरूको त्यति बेला एकदमै चर्चा भएको थियो। 3 करोडको बजेटमा बनेको फिल्म छक्का पञ्जा 5 ले बक्स अफिसमा क्लिन हिट हुनको लागि 6 करोडको कलेक्सन गर्नुपर्ने थियो। चलचित्र छक्का पञ्जा 5 ले बक्स अफिसमा 19 करोडको कलेक्सन गर्दै चलचित्र ब्लकबस्टर बनेको छ र यो चलचित्र 2081 को थर्ड हाइएस्ट ग्रोसिङ मुभी बन्न सफल भएको छ। यसैगरी साथीहरू दोस्रो नम्बरमा रहेको छ चलचित्र 12 गाउँ, जुन चलचित्र असोजको 24 गते फुलपातीको दिनबाट प्रदर्शनमा आएको थियो। यस फिल्म विराज भट्टको छोरा समीर भट्टको डेब्यू फिल्म रहेको थियो। समीर भट्टको डेब्यू फिल्मले यति धेरै चर्चा पायो कि अब उनको नाम नेपाली चलचित्र क्षेत्रमा एक्सन स्टारको रूपमा दर्शकहरूले लिने गरेको पाइन्छ। 3 करोडको बजेटमा तयार भएको चलचित्र बक्स अफिसमा क्लिन हिट हुनको लागि 6 करोडको कलेक्सन गर्नुपर्ने थियो, तर यस चलचित्रले बक्स अफिसमा लाइफ टाइम कलेक्सन भने करिब 26 करोडको गरेर चलचित्र बक्स अफिसमा सुपर डुपर हिट ब्लकबस्टर हुँदै 2081 सालको मात्र नभए अहिलेसम्मकै चलचित्र दोस्रो नम्बरमा पर्न सफल भएको छ र साथीहरू यस चलचित्र 12 गाउँ सेकेन्ड हाइएस्ट ग्रोसिङ मुभी बन्न सफल भएको छ। यसैगरी साथीहरू पहिलो नम्बरमा रहेको छ चलचित्र पूर्ण बहादुरको सारङ्गी, जुन चलचित्र कार्तिकको 15 गतेबाट प्रदर्शनमा आएको थियो। यस चलचित्र पूर्ण बहादुरको सारङ्गीमा विजय बराल, प्रकाश सपुत, बुद्धि तामाङ, अञ्जना बराइली लगायतका थुप्रै कलाकारहरूको अभिनय रहेको थियो। करिब 1.5 करोडको बजेटमा बनेको चलचित्र पूर्ण बहादुरको सारङ्गी बक्स अफिसमा क्लिन हिट हुनको लागि करिब 3 करोडको कलेक्सन गर्नुपर्ने थियो, तर यस चलचित्र पूर्ण बहादुरको सारङ्गीले 49.5 करोडको कलेक्सन गर्दै नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक धेरै कमाउने फर्स्ट हाइएस्ट ग्रोसिङ मुभी बन्न सफल भएको छ। अब यस चलचित्रको रेकर्डलाई तोड्न सामान्य नेपाली चलचित्रहरूले असम्भव नै देखिएको छ। साथीहरू 2081 सालमा 49.5 करोडको कलेक्सन गर्दै चलचित्र पूर्ण बहादुरको सारङ्गीले नेपाली चलचित्र क्षेत्रकै सर्वाधिक धेरै कमाउने चलचित्र बनेको छ। साथीहरू यी चलचित्रहरू मध्ये हजुरहरूले कुन चलचित्र हेर्नु भयो र कुन चलचित्र हजुरहरूलाई मन पर्यो तल कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। साथै हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर सँगै रहेको नोटिफिकेसन बेल आइकनलाई पनि अलमा गरिदिनु होला। जय नेपाल, जय नेपाली सिनेमा।